तिहार भ्लग यो चाहिँ कपिराइट लागेर हटाएको साउन्ड तिहारै आयो लौजुले मिले ए सुन हजुर आयो आगन ए सुन हजुर भैलिनी आए आगन अब हाम्रो चाहिँ तिहारको लागि प्रिपरेसन सुरु भयो। लक्ष्मी पूजा चाहिँ हिजो थियो, हामीले बनाइसक्यौँ। अब नेक्स्ट डे दिदी चाहिँ रोटी मेकिङमा हुनुहुन्छ। यहाँ सेलरोटी बनायौँ हामीले, अरू सबै बनाएको छौँ। यता मम्मी चाहिँ फेरि साइडमा मासु बनाइसकेछ। अनि यता बिनाजु र बाबा चाहिँ खाँदै टिभी हेर्दै। गाइस अब हामी चाहिँ मन्दिर जाँदैछौँ। सिस्टर मन्दिरमा चाहिँ यस्तो दामी मयूर छ यहाँ। हाल्नु नि त्यो हामी चाहिँ मन्दिर दर्शन गरेर बाहिर निस्क्यौँ। फुलबारी हेर्दैछौँ अब यहाँ। म मेरो दिदी फुल प्रेमी हो, त्यही भएर यहाँ हामी चाहिँ फुलबारी हेर्दैछौँ। हामीले चाहिँ पूजा गऱ्यौँ। अब डिनर टाइम। वेलकम टु ममताज किचन। ल अब चाहिँ हाम्रो डिनर सक्यो। अनि अब यहाँ दिदीले चिया लिएर आउनु हुँदैछ। पुरै हो त हुन्छ नि नयाँ दुला के अरे पुरै हुन्छ नि गाइस अब हामी चाहिँ यसो सपिङ जान आँटेको हो भोलिको लागि। हामी भर्खरै घुम्न गएर आएको तर मैले चाहिँ भ्लग बनाउनमा बिर्सेछु, त्यही भएर अब फेरि हामी चाहिँ सामान यसो किन्नलाई जान आँटेको। पनि बना गाइस अब हाम्रो चाहिँ फेरि पकाउने कार्यक्रम सुरु भयो। अब हामी के बनाउँदैछौँ मम्मी? अब के बनाउन आँटेको? खजुरी। दिदी के बनाउन आँट्नु भएको? ओके गाइस अब हाम्रो चाहिँ खजुरी बन्न सुरु भयो। यहाँ मम्मी चाहिँ बेल्दै डिजाइनमा होइसिन्छ भन्ने यहाँ दुई चाहिँ पार्ने भन्नुहुन्छ। गाइस म पनि हेल्प गर्दैछु अब एउटाको लागि हो बनाएर कस्तो ढङ्गले सानो क्युट बनाएको हो मैले। नाइस अलिक मजाले खाना आउनु होला सबैजना। अब हाम्रो चाहिँ यहाँ बिरयानी बनाउन आँट्यो हुनुहुन्छ भाउजूले। यहाँ चाहिँ मेरो पहिलाको भ्लग हेर्दै हुनुहुन्छ। हाम्रो चाहिँ आज बिरयानी बन्यो। फेरि भोक लाग्न थाल्यो।
हाम्रो चाहिँ घर यस्तो भएको छ। A few moments later. 1 hour later. 1 eternity later. कलरफुल स्पार्कल लेखेको त ह्यापी केटी हो तर यो होइन रियल होइन कसरी कसरी यो एकछिन सिक्ने बनाउन त मलाई यसलाई आउँदैन सिक्ने क्या सानो ठुलो 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 सुरुमा बना त बनाउने के सेम कलर यति बनाउँछ नि हामीले केही नै आने के रन के होइन त्यसले भिडियो अब हामी चाहिँ भोलिको प्रिपरेसन गर्न आँटेको हल्का हामी चाहिँ के गर्नु भइसक्यो सुरु। हेर कहाँ कसरी कति पुरै भयो मनले खाइसक्दैन। अर्को वर्ष फेरि यो बट्टा फिर्ता लिएर आइज भन्नु दिदीको टुक्रोमा भयो अझै भयो। कस्तो राम्रो बु भयो मेरो भोलिको लागि तयार हुँदैछ हाम्रो चाहिँ। गाइस अहिले चाहिँ भाइटिका हो हाम्रो यहाँ फेरि बिहान बिहानै टिका लाउने मान्छे त रेडी भएछ टिकामा टिका लाउन मान्छे टिका लाउन आउने मान्छे चाहिँ रेडी भएर आइसक्नु। हामी चाहिँ भर्खर उठेको उल्टे टिका लगाउँदैछु भर्खर उठेको हामी चाहिँ लगाइदिने मान्छे चाहिँ मैले बनाएको थिएँ के बनाउने होइन के बनाउने हजुर हाम्रो चाहिँ यस्तो भएको छ। तिहार सेट अझै थपिँदैछ यहाँ। यता तिहारको गिफ्ट म्यान्डेटरी। मेरो एस्थेटिकमा म्याच भएन कसै कसैको गिफ्ट त्यहाँ झोला आफूले ट्याग गरे अर्काको दुईटा मात्रै थियो आफ्नो प्याकिङ गर्ने अब यता चाहिँ हाम्रो मासु पाक्दैछ यहाँ फेरि। अब रेडी हुने कार्यक्रम सुरु भयो। यता मम्मी यता दिदी राम्रै भयो म पनि फेरि फेरि लाउनु पर्छ म चाहिँ यहाँनिर फिट चेक गर्न खोजेको मम्मी चाहिँ मुनि बसिसकेको थियो गएछ। ल हामी चाहिँ रेडी भइसक्यौँ। अब टिका लाउने। दाहिने भित्र हुन्छ हौ हात।
थोरै थोरै पानी हौ तिम्रै घुम न दाइले पारेर ठिक छ अहिले स्टक भइसक्यो नि त अहिले ठिक छ हामी मात्रै भएको त्यही मात्रै हो बाटा हामी चाहिँ गर्छु छु उहाँ जाऊ अनि मम्मीले सिकाउनु भएन पर जहिले हामी मात्रै हुन्छौँ क्या मम्मी ओइ कहाँ गयो तिमीहरू उहाँ हामी त यसलाई मात्रै छेक्थ्यौँ हो त रा अलिकति पानी हाल नि आइहाल न अनि यसो भएसम्म गर्दै गरौँ न तिनचोटि बेला पनि पुगाउनु एकचोटि अब एकचोटि घुमा एकचोटि भइहाल्यो रेसालाई त पछि पछि पक्रिँदै मात्रै होइन रहेछ दिदी लगान गाडे जस्तै यो गीतहरू पनि पुरानो पहिलाको मात्रै नयाँ त एउटै राम्रो गीत आउँदैन हैन नयाँ त बनाउँदै खान्छ टुटुसन पहिला गीत आउँदैन ल्याउ 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 घरिले तान्नुपर्छ के भनेको छैन अब हो त्यहाँ हो त्यसरी हो त्यसरी अब उहाँ जाऊ फेरि उहाँ लु रैसा जाऊ न त लु यिनीहरूले गरेको उता जाऊ न तिनचोटि गर्न फुटफुट गर न घन्टा लाउँछ त्यसलाई तिनचोटि आफै दिन्छु रैसाल त उहाँ गर्न लगाएको थिएँ त मैले भाइहरूलाई हामीलाई त केही भनेन त्यस्तो फेरि यसलाई पनि गर्नु तेल थोरै त्यो लुगा बिग्रिन्छ लु जाऊ तिनचोटि गर न भइसक्यो कतिचोटि भयो दुईचोटि भयो छिटो तिमीहरू कुद न के लाग्दैन एक्सर्साइज हुने रहेछ अनि यत्रो गरेर टिका लाउन अलिक के अब एकचोटि तिमीले यहाँ आएर पनि तिहार छुट्याएको छैन होइन अब एकचोटि हाम्रो तिहार 2 मिनेट अब एकचोटि एकचोटि छुट्यायो अलिअलि गर अब आगमेसो भन्दा होला लक्ष्मी दिदी पोहोर भएर यदि हाम्रो फिनिस हुन सबै फुलहरूले पूजा गरेर त्यो भने खाना बन्द गरिदिउँ हुन्छ शान्ति तर आदतमा ढोक्दानी भयो अरू बेला नढोक्दानी हातमा ढोक्दानी भयो नि त ढोक्न मन नलाग्दा Opera at the Regent Theatre. Book today at opera.org.au. Oh, nice. कस्तो देखिन्छ मलाई अन्धो जस्तो देखिन्छ राम्रो देख्यो ल गाइज हामीले चाहिँ टिका लायौँ खाइ पनि सक्यौँ अब बाई बाई अब हाम्रो ब्लग एन्ड हुन्छ सरी एन्ड हुन्छ बाई बट स्टे ट्युन अरू भ्लग पनि हाल्दै गर्छु बिस्तारै बाई बाई सी यू नेक्स्ट ब्लग बाई भन्छ न बाई हो बाई 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 भनेकै सुने बाई